र अहिले चाहिँ हामी हिँड्दै गर्दाखेरि हिउँ पर्न थाल्यो है। अब हेर्नुहोस् त यहाँनिर मेरो लुगामै ड्रप हुँदैछ हल्का। तपाईँले देख्न सक्नुहुन्छ हो निकै हुन थाल्यो। अब हामीले छिटो गरेर यो बाटो क्रस भन्यो भने यहाँ यही हिउँ चाहिँ आएर थाक भएर चाहिँ तपाईँको बाटो पुरा स्लिपरी हुन्छ। हामीलाई हिँड्नु पनि असुविधा, चिप्लिने डर हुन्छ। अघि यहाँ पर पुरा जमिएको छ है। अब हामी लगातार रूपमा अगाडि जानुपर्ने हुन्छ। र हेर्नुहोस् है पुरा मेरो जिउमा ड्रप हुँदै झर्दैछ हो। यो चाहिँ अब हामी छिटो गरेर यो बाटो क्रस भन्यो भने हामीलाई यही हिउँले अल्झाउँछ। सो अब हामी छिटो गरेर यो बाटो क्रस गर्नुपर्ने भएको छ। जोजोरोमा पनि आउँदैछ। तपाईँहरूलाई जानकारी, तपाईँहरू पनि आउनुहुँदैछ भने चाहिँ एकदम फुल प्रिपेयर भएर आउनुहोस्। अनि यो ठाउँ चाहिँ अब जबसम्म हिउँ मजाले पर्दैन है, परिसक्दैन तबसम्म उग्रिँदैन। एकखेप हिउँ परिसकेको बादमा मात्रै उग्रिन्छ भनेर तपाईँहरूलाई अपडेट दिन चाहे।